नयाँ मेसिन आएको छ, धेरै सुविस्ता पहिलाको भन्दा घान लाउने लागे यो चल्छ। आकाश पुऱ्याएर सक्नु आँटिहाल्यो। अघि पराल कति देखाएको थियो हामीले होइन। Ela vira mortal, vira mortal. Ela vira mortal de boa na bate o fundo da minha pá. Ela vira mortal de boa na minha pá. Ela vira mortal. योपालि चाहिँ हामीले यहाँ धान झर्ने मेसिन चाहिँ पहिला चाहिँ यस्तो थिएन, कति खालेहरू चलाइयो। यसपालि एकदम नयाँ मेसिन आएको छ, धेरै सुविस्ता पहिलाको भन्दा तपाईँहरूलाई म देखाइदिन्छु ल। यहाँ बोराहरू लिएको छौँ, धान थुपार्न यहाँ। अनि घान लगाइ चाहिँ यो परिकारमा हुन्छ, घान लाउने लागे मेसिन चाहिँ त्यो छ है। यहाँ हेर्नुहोस्, यहाँ धान झर्छ यसरी एकदम चालेको धान यो चल्छ। धान थाप्यो, यहाँ जस बोरामा लायो। तपाईँको भन्छ नि पराल फेकाइ चाहिँ त्यस्तो यहाँबाट भुस फेक्ने भुस पराल चाहिँ यसरी फेक्छ यसरी आकाश पुऱ्याएर यहाँबाट आउँछ एकदम सुविस्ता। कमसेकम 30 मुरी आउने चाहिँ 2 घन्टामै सकिदिन्छ। 30 मुरी आउने चाहिँ अनि एकदम मजा लाग्यो यो टेक्नोलोजी। इन्डियन मेड हो रहेछ, ट्र्याक्टरमा फिटिङ सब बिजी छ अहिले। हामीले भर्खरबाट थालेको पराल यहाँ थुप्रिनु थाल्यो। लु कस्तो लाग्यो तपाईँलाई कमेन्ट गरिदिनु ल। 1 hour later. मेसिनले चाहिँ यति छिटो हुन्छ कि अहिले हामीले 1.5 घन्टा चाहिँ भयो होला सक्नु आँटिहाल्यो। अघि पराल कति देखाएको थियो हामीले होइन। अहिले सक्दै गयो। अब यसले कति मात्रै छ है। हाम्रो काका चाहिँ यहाँको टप अहिलेको अपरेटर हो कि। यता पनि हेरौँ है। सक्नु आँटिहाल्यो। परालको भने यत्रो थुप्रो भएको छ यहाँ, डाँडै जतिको भयो। धान हेर्छौँ भने यसपालि 2 भाइ यहाँ धानको अपरेटर हो। कमसेकम 20 नागे होइन 30 जस्तो पुगिसकेछ। अब अनि म चाहिँ के भन्छु भने सबैजनाले यो मेसिन लायो भने चाहिँ धेरै सुविस्ता। 6जनाले दाइँ गरिसक्यो भनेपछि त अब त्यो त अचम्मको कुरो त्यो पनि 1.5 घन्टामा। अनि यस्तो छ नि त। चिलाएर चाहिँ मर्नेला भयो कि। तर घान लाउनु चाहिँ अलिक कन्टिन्यू नै दिनुपर्ने रहेछ। जति घान लाउनु सक्यो त्यति नै छिटो हुने रहेछ है। ल